हेलो हाई नमस्ते सबैजना वेलकम ब्याक टु आवर युट्युब च्यानल होइन होप सबैजना सन्चै हुनुहुन्छ होला अनि हामी पनि सन्चै छौँ है। अनि आज चाहिँ हामी के अरे बस्दा बस्दा गर्मी भयो अनि त्यहाँबाट एकछिन बाहिरतिर डुल्न जान लागिरहेको छौँ। अनि के छ भन्दाखेरि चाहिँ हामी माछा मार्ने त होइन झाउलाई यतिकै डुल्न लागि माछालाई त्यो माछाको सिकार गर्न जाँदैछौँ होइन। चाहिँ आएर बनाउँदैछौँ माछा मार्ने गर्मी मनाउन होला। गर्मी मनाउन माछा त साह्रै गर्नु भयो अरे अब निकालेर अनि फ्रिजमा हालिदिनु पऱ्यो कि सो है। अब हामी अरू चाहिँ अहिले एकछिनमा देखाउनेछौँ। अझै हामीले मैदा पनि मिक्स गऱ्यौँ। झाँक्न लाग्छ मर्दैन जस्तो लाग्छ कि अरे माछा चाहिँ किन के एकछिन रमाइलो त हुन्छ नि। अब यसमा हामी अन्डा पनि मिक्स गर्छौँ अनि लसुन थिचेको यस पनि मिक्स गर्छौँ। त्यो चक्कुले हाल्नु देखाएर कस्तो बिग्रेर फ्याट्ट फुटेको क्या कता यहीँ भएर नि त्यो डस्टबिनमै हालिदिने हो। प्लास्टिकमा के अरे हाम्रो चाहिँ यो हाम्रो होइन माछाको भोजनालय है यो चाहिँ गाइस। यो चाहिँ हामीले पुरा अब यो आरा चाहिँ रेडी बनाइसकेको अवस्था छ होइन। एकछिनमा चाहिँ अब हल्का गिलो गिलो भयो जस्तो छ तर यो अब यो भपक्ने चाहिँ सुक्छ होइन त्यो ठिकै हुन्छ। मैदाले हाम्रो चाहिँ यस्तो भइसकेको छ गिलो भएर थप्दा थप्दा यस्तो भयो। हामीले यतिबाट अब लगभग 10 किलोको माछा लिएर आउँछौँ। भरे माछा देखाउँछौँ होइन। गाइस हाम्रो चाहिँ रेडी भइसकेको छ होइन। हामी चाहिँ यहाँ यसरी हिँड्दैछौँ अहिले चाहिँ। देख्न सक्नुहुन्छ यहाँ चाहिँ हामीलाई हामी चाहिँ अहिले कार्य हो ठ्याक्कै के अरे बिहाबाट नै चल्नु चौधर है खतरा बनाएछ है बनायो। यो चाहिँ औद्योगिक क्षेत्रको पछाडिपट्टिको साइड तपाईँहरू देख्न सक्नुहुन्छ। बजारमा चाहिँ अब आउँदैछ कि त्यो पनि मार्केट मिठो खान्छ जस्तो त्यसको लुक्स खतरा बनाएको नि त अहिले। अब चाहिँ हामी उहाँ गएर भेट्दैछौँ के हुन्छ अरे फिसिङ हाइटसम्म। हेलो गाइस हामी चाहिँ यहाँ अब ड्याम साइडको अलिकति माथि आइसक्यौँ होइन। यहाँ देख्न सक्नुहुन्छ राजकुमारलाई यहाँ बल्छी बनाउँदैछन्। हामी चाहिँ टक्क लगाएर यहाँ अरू चाहिँ बल्छी हान्दैछन्। हाम्रो पनि केही छिनमा ट्याक्क हानेर खेलिन्छ एकछिन रमाइलो गरिन्छ। माछा मान्दा होइन त्यो रमाइलो मात्रै जस्ट। हाम्रो चाहिँ एउटा बल्छी थापिसक्यो होइन देख्न सक्नुहुन्छ। अनि एउटा चाहिँ थप्नै बिर्सेछ कि भिडियो चाहिँ गर्नै बिर्सेछ कि फाल्ने बेलामा फेरि अर्को बनाउँदैछौँ हामी। यो फाल्ने बेला चाहिँ ठ्याक्क बनाउँछु म होइन। यो चाहिँ डल्लो पार्ने प्रोग्राम हुँदैछ। आउन त आउँदैन त्यो पनि ट्राई होइन अन्टिल टु डाई भन्छ नि ट्राई ट्रु अन्टिल टु डाई भन्छ। तर पक्लिने जस्तो त भएन है तर पानी काटेको आउन त आउँदैन यस्तरी नै हो कि कसरी नै हो भने त्यसरी हेर्नु जानुपर्ने हो कसरी हाल्छ है आरा क्या जब इसको पालियो यहाँ बिचमा भएको चाहिँ उता पारी भएको चाहिँ एउटा रिसोर्ट हो यो चाहिँ। यहाँ जानलाई चाहिँ अरू विकल्प नै छैन।
यहाँबाट डुङ्गा हुँदै टक्क यहाँ जानुपर्छ। यो समातेर मैले चाहिँ यहाँ यस्तै समातिसकेको छु है डल्लै डल्लै। राजको मान्छे टान्दैछन्। छोडिदिउँ पखाइ म अलि त गरेर भिडियो गर्छ पखाइ जहाँ पुऱ्याइ नि हुन्छ पुऱ्याउन उ त पारे नै पुरो रुखहरूमा नअड्रो। फिस सन्टिङ हान्दैछौँ हामी चाहिँ आज होइन। कहाँ पुरा भयो त्यहीँ पुऱ्याइदिने यार। ल है त हाम्रो 2-4 रड हानिसक्यो यहाँ। अब हामी एकछिन कुर्छौँ है त गाइस। अब चाहिँ अहिले एकछिनमा देखाउँछु म माछा परेपछि होइन। अहिले चाहिँ हामीले हान्न चाहिँ हान्यो। अब चाहिँ एकछिनमा परेपछि देखाउने छु। त देख्न सक्नुहुन्छ अरू पनि यति धेरै छ यहाँ। सब फिसिङ रडले फिसिङ भइरहेको छन् होइन। ल अब हामी चाहिँ एकछिनमा माछा परेपछि देखाउँछ त गाइस। गाइस हामी चाहिँ माछा परेन होइन। सो फर्किँदैछौँ। अब हामी नेक्स्ट टाइम आउँदा चाहिँ माछा पार्ने सोचका साथ अहिले भने चाहिँ बाउ आयो। अब नेक्स्ट टाइमको लागि चाहिँ खतरा माछा आउँदैछ अहिले चाहिँ होइन। लाइक कमेन्ट एन्ड सब्सक्राइब हान्न चाहिँ नबिर्सिनु होला। सी यु इन नेक्स्ट ब्लग है त। ओके बाई।